टाइम फ्रेम 4 आवरमा हेर्नुपर्छ हामीलाई। डे ट्रेडिङको लागि सबभन्दा राम्रो 4 आवर्स। फोर आवरमा पनि आएको छ सपोर्टबाट। हो ठिक छ 4 आवर्स। अनि 1 आवरको पनि हेरौ। 1 आवरको ठ्याक्कै रेजिस्टेन्स पोइन्टमा छ। रेजिस्टेन्ट लेभलमा छ। रेजिस्टेन्ट लेभलमा छ। इन्ट्रीको लागि 5 मिनट चार्ट ब्रेकआउट गरिसक्यो। ओके यस्तै हो बेस्ट कम्बिनेसन हैन। डेली टाइम फ्रेममा हेर्ने हो, 4 आवरमा फाइन्ड आउट गर्ने हो ट्रेन्ड, 1 आवरमा स्ट्रक्चर फाइन्ड आउट गर्ने हो, अनि 5 मिनटमा 5 मिनटको मा इन्ट्री लिने। ल इन्ट्री यता पनि लिएको भए राम्रो हुन्थ्यो हैन। स्ट्रक्चर 2700 बेस्ट एनालाइसिस फर हैन। टाइम फ्रेमको हिसाबले हेर्दा सबभन्दा राम्रो डेली टाइम फ्रेममा हेर्नु, अनि 4 आवरमा हेर्नु हैन। अनि 4 आवरमा हेरिसकेपछि ट्रेन्ड फाइन्ड आउट गरेपछि 1 आवरको स्ट्रक्चर हेर्नु, अनि 5 मिनटमा इन्ट्री लिँदा डे ट्रेडिङको लागि यो भन्दा राम्रो टाइम फ्रेम कुनै एनालाइसिस छैन। तपाईँ कसैलाई पनि सोध्न सक्नुहुन्छ हैन। जतिसुकै एक्सपिरियन्स मान्छे हुन्छ तपाईँ सोध्दा हुन्छ। यो भन्दा राम्रो सेटअप र एनालाइसिस कुनै छैन। ल आजको लागि यति नै। र म स्टकहरू हेर्दैछु। आज 2-3 वटा भिडियो अपलोड गर्छु हैन। म रिसर्च गर्दैछु कुन स्टक कति बेला आउँछ भनेर। ल हुन्छ, धन्यवाद है सबैलाई। भिडियो हेरिदिनु भएकोमा सबैलाई धन्यवाद।